कति प्यारो छ है यो शब्द आमा। खै के लेखु तिम्रो बारेमा। आफू भोको पेट रहेर पनि सन्तानलाई कहिल्यै भोको बस्न नदिने तिमी। आमा कति महान छौ है तिमी। नसकुला बयान गर्न तिम्रो बारे। शब्द नै पुग्दैनन् शब्दकोशभरि खोज्दा पनि। बरु मेरो आयु पनि तिमीलाई नै लागोस् मेरी आमा। तर बाँच्न पाऊ तिम्रै छोरी भई हरेक जुनी। नदेखेको भगवानको पनि त्यति विश्वास लाग्दैन मलाई जति तिम्रो लाग्छ। आमा दुःखमा पर्दा होस् या सुखमा पर्दा सबैभन्दा बढी सम्झना तिम्रो आउँछ। छोरीले केही गर्न सकिन भनेर चिन्ता नलिगन आमा। समय एक दिन हाम्रो पनि आउँछ। जुन दिन म सफल हुनेछु अहिले कुरा काट्नेहरूको पनि छोरी होस् त यस्तो भन्ने दिन पनि आउँछ।